नमस्ते। आज एउटा यस्तो कथा सुनौ जो छोटो छ तर एकदमै शक्तिशाली छ। यो कथा विश्वास र सामाजिक व्यवस्थाको बारेमा हो। अनि यो कथा हो क्षेत्रपालको, अर्थात् पवित्र स्थानको संरक्षकको। कथामा छिर्नु अघि एउटा कुरा सोचौँ त, के कहिलेकाहीँ यस्ता लोककथाहरू वा जसलाई हामी अन्धविश्वास भन्छौँ त्यसलाई कुनै गहिरो उद्देश्य पूरा गर्न सक्छ? के यसले समाजलाई जोड्न वा केही कुराको संरक्षण गर्न मद्दत गर्ला? आउनुहोस् यही प्रश्न मनमा राखेर कथालाई बुझ्ने प्रयास गरौँ। ल, अब कथा सुरु गरौँ है त। कथाको सुरुवात हुन्छ एउटा गाउँबाट, जहाँ श्रद्धा र डर दुवै सँगसँगै पाइन्छ। र यो सबैको केन्द्रमा छ एउटा पवित्र पीपलको रुख। ल, एकछिन आँखा चिम्म गरेर सोच्नुस् त। गाउँको पुरानो शिव मन्दिर अनि त्यसकै छेउमा एउटा अजङ्को पुरानो पीपलको रुख। त्यो रुख गाउँको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो। सबैले चिन्छन् तर अलि फरक नजरले हेर्छन्। तर जब साँझ ढल्दै जान्छ नि, हो त्यही ठाउँको माहौल पुरै बदलिन्छ। मान्छेहरू त्यहाँ जान डराउँछन्। यो डर कुनै एकजनाको मात्र होइन, यो त पुरै गाउँको साझा डर हो। एउटा यस्तो विश्वास जसले सबैलाई त्यो रुखबाट परै राख्छ। अब प्रश्न उठ्छ, यो डर किन हो? यही डरको पछाडि हुनुहुन्छ क्षेत्रपाल। गाउँलेहरूको विश्वास छ कि त्यो ठाउँमा क्षेत्रपालको बास छ, त्यो पवित्र भूमिको एक अदृश्य रक्षक। उहाँले नै त्यो ठाउँको हेरचाह गर्नुहुन्छ भन्ने गहिरो मान्यता छ। अब हरेक कथामा एउटा ट्विस्ट त चाहिन्छ नि, होइन? हो, यहाँ पनि त्यस्तै हुन्छ। यो कथामा द्वन्द्व लिएर आउँछ एकजना युवक जसले गाउँको यो पुरानो विश्वासलाई ठाडै चुनौती दिन्छ। त्यो युवकको नाम हो रमेश। अलि आधुनिक सोचको उसको लागि यी सबै कुरा के हुन् त भन्दा केवल अन्धविश्वास। ऊ यी कुराहरू सुनेर हाँस्छ, उडाइदिन्छ। उसको यो भनाइले पुरानो परम्परा र नयाँ सोचको सिधा टक्कर देखाउँछ। अब कथाको सबैभन्दा रोमाञ्चक मोडमा आइपुग्यो है, जहाँ रमेशले आफ्नो कुरालाई साँचो साबित गर्न खोज्छ। यही क्षणले कथामा तनाव र रहस्यलाई उत्कर्षमा पुर्याउँछ। अनि एक रात उसले आँट नै गर्यो। त्यो पीपलको रुखको एउटा हाँगा भाँच्न खोज्यो। यो काम केवल एउटा हाँगा भाँच्नु मात्रै थिएन, यो त गाउँको आस्था र नियमलाई नै तोड्नु थियो। अनि ठ्याक्कै त्यही बेला केही अनौठो सुरु भयो। अचानक त्यो शान्त रातमा एकदमै तेज हावा चल्न थाल्यो। त्यो हावाले वातावरणमा एक किसिमको डर थपिदियो। अनि त्यति मात्रै कहाँ र मन्दिरको घण्टी टङ आफै बज्न थाल्यो। कसैले नबजाइकन आएको त्यो आवाजले त रमेशको हिम्मतको जग नै हल्लियो। जुन हातले उसले हाँगा समातेको थियो नि, हो त्यही हात थरथर काप्न थाल्यो। उसको शरीर नै उसको नियन्त्रणमा रहेन। उसको सबै तर्क, सबै विज्ञान त्यही फेल खायो। अनि त्यही बेला एउटा गहिरो शक्तिशाली आवाज गुन्जियो, क्षेत्र अपवित्र नगर। त्यो क्षेत्रपालको चेतावनी थियो, जसले रमेशलाई उसको गल्तीको महसुस गरायो। त्यो रातपछि के भयो त? अब कथाको सारतिर जाउँ। त्यो घटनाले रमेशलाई कसरी बदल्यो र कथाले वास्तवमा के भन्न खोजेको छ त्यो बुझौँ। भोलिपल्ट बिहान रमेश उही रमेश थिएन। ऊ पुरै बदलिएको थियो। ऊ सिधै मन्दिर गयो, त्यहाँ दियो बाल्यो अनि मनैदेखि माफी माग्यो। उसको यो कामले देखायो कि उसले त्यो परम्परालाई स्वीकार गर्यो जसको उसले हिजो खिल्ली उडाएको थियो। अनि यो घटनाले रमेशलाई मात्र होइन, पुरै गाउँलाई नै एउटा नयाँ कुरा सिकायो। उनीहरूले बुझे कि क्षेत्रपाल डरको होइन, बरु अनुशासन र संरक्षणको प्रतीक हुन्। त्यो डरले नै उनीहरूलाई प्रकृति र आफ्नो पवित्र ठाउँको सम्मान गर्न सिकाएको रहेछ। त्यसो भए यो पुरानो कथाले आज हामीलाई के सिकाउँछ त? यसले एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छ। आजको हाम्रो समाजमा संरक्षणका प्रतीकहरू के हुन सक्छन्? के हामीलाई पनि आफ्नो वातावरण र सम्पदा जोगाउन यस्तै कुनै आधुनिक क्षेत्रपालको आवश्यकता छ? एकपटक सोचौँ त।